साथीहरू जुन मान्छेले चाहिँ धेरै नै कुराहरू उसमा नराम्रो गुणहरू छ नि त्यही मान्छेले चाहिँ अरूको नराम्रो गुणहरू नराम्रो कुराहरू के छ भनेर एकदम खोताली खोताली विचार गर्ने चियोचर्चो गर्ने गर्छ क्या। अनि अब सबै कुरामा राम्रो एकदम गुणमा स्वभावमा सबै राम्रो मान्छेले चाहिँ अर्काको त्यति खासै वास्ता पनि गर्दैन होइन। यो चाहिँ हाम्रो मानव जातिमा चलिआएको नियम रहेछ होइन। कुन देवताले दिएका रहेछन् क्या यस्तो वरदान चाहिँ मान्छेलाई होइन। अनि अर्को कुरा भनेको धमिलो खोलामा माछाहरू हुन्छ याद गर्नुहोस् है। अनि एकदम सङ्लो खोलामा चाहिँ माछाहरू प्रायः हुँदैन क्या। त्यो भनेको निश्चल मान्छेको साथमा को क्लियर मान्छेको साथमा कोही हुँदैन क्या। उनीहरूले जे छ क्लियर रूपमा भनिदिने गरेको हुन्छ होइन। अनि त्यो भित्र देखावटी बाहिर देखावटी भित्र बाट बनावटी त्यस्तो गर्ने मान्छेहरूसँग चाहिँ साथमा वरिपरि मान्छे झुम्मिराखेका हुन्छन्। त्यो कारण चाहिँ किनभने भित्र चाहिँ अब एकदमै कोडियापन राख्ने अनि बाहिर चाहिँ मुखले ठिक्क पार्ने त्यस्ता धमिला मान्छेहरूको वरिपरि मान्छे धेरै हुन्छन्। अब जो चाहिँ क्लियर हुन्छ नि उनीहरूसँग चाहिँ मान्छे झुम्मिँदैनन् क्या। किनभने उनीहरूले मनमा पाप नराखिकन फातफुत्त भन्ने बोल्ने हुन्छन्। त्यही भएर बुझ्नुहोस् है कुरा।